सबैजनालाई स्वागत छ। आजको भिडियोमा चाहिँ हामी एउटा एकाउन्टिङ इक्वेसनको प्रब्लमलाई चाहिँ सल्भ गरेर हेर्न जाँदैछौँ। यो चाहिँ एकदमै सिम्पल खालको प्रब्लम रहेको छ। पहिला सुरु हामीले चाहिँ कन्सेप्ट बुझ्न जरुरी छ। त्यसकारणले गर्दाखेरि हामीले चाहिँ यहाँनिर सिम्पल खालको चाहिँ एउटा प्रब्लमलाई चाहिँ हामी सोलुसन गरेर हेर्नेछौँ। अब हामीले चाहिँ सबभन्दा पहिला सुरु मेन एकाउन्टिङ इक्वेसनको मेन कुरा भनेको चाहिँ हामीले बुझ्नु पर्ने भनेको चाहिँ एसेट्स चाहिँ जहिले पनि क्यापिटल प्लस लायबिलिटी हुन्छ। यो चाहिँ मेन हामीले बुझ्नु पर्ने कुरा यही हो। अब हामीले चाहिँ ट्रान्ज्याक्सनले इन्ट्री गर्दाखेरि चाहिँ हामीले एसेट्स चाहिँ हामीले क्यापिटल र लायबिलिटीको योगसँग बराबर हुने गरी इन्ट्री गर्नुपर्ने हुन्छ। अब सबभन्दा पहिलो रहेको छ हाम्रो बिजनेस स्टार्टेड विथ क्यास भनेको छ। यो भनेको चाहिँ हाम्रो कति छ भन्दाखेरि 1,50,000 छ। बिजनेस स्टार्ट गर्ने बित्तिकै सुरुमा हामीले चाहिँ के बुझ्नुपर्छ नि, यहाँनिर हाम्रो चाहिँ तीनटा मध्ये केमा प्रभाव पार्यो भने त्यसले असर गरेको भने क्यापिटलमा कति लगाएको छ 1,50,000। त्यही भएर हामीले चाहिँ यहाँनिर क्यापिटलमा 1,50,000 यसरी चढाइहाल्ने। अब यहाँ बिजनेस स्टार्टेड विथ क्यास मात्र भनेको छ, त्यही भएर हामीले चाहिँ यहाँ यति लेख्न सजिलो भयो। यदि हाम्रो चाहिँ बिजनेस स्टार्टेड विथ क्यास यति अनि त्यसपछि ब्याङ्क ब्यालेन्स अथवा फर्निचर भनेर अरू पनि आइटम दिएको छ भने के लगाएको छ सबै जोडेर चाहिँ तपाईँले यहाँनिर क्यापिटलमा राखिदिने। अनि त्यस पछाडि चाहिँ अब हाम्रो सिद्धान्त के हो? यसको सिद्धान्त भनेको क्यापिटल र लायबिलिटीको योगलाई बराबर एसेटसँग बराबर गराउने हो, हैन? अब हामीले चाहिँ यहाँनिर हेर्दाखेरि हेर्नुहोस्, अब यहाँनिर हाम्रो क्यापिटल त बढ्यो। अब हामीले चाहिँ यो दुईपट्टि साइडलाई चाहिँ इक्वल बनाउनलाई कहाँ थप्नुपर्छ? हामीले एसेट्समा थप्नुपर्छ। त्यही भएर हामीले चाहिँ एसेट्समा थपिदिने। यो भनेको प्लस भयो अनि यो चाहिँ हामीले क्यास भयो, त्यो ब्र्याकेटमा क्यास राखिदिने। अनि यो भएको कारणले गर्दाखेरि यसरी चाहिँ हाम्रो पहिलो इक्वेसन चाहिँ बन्न जान्छ। यहाँ चाहिँ हाम्रो लायबिलिटीमा चाहिँ यसको केही पनि प्रभाव रहेन, त्यही भएर 0 लेख्यौँ हामीले लायबिलिटीमा। अनि यहाँ चाहिँ हामीले चाहिँ बिगिनिङ इक्वेसन भनेर लेख्छौँ। अनि त्यसपछि टोटल गर्दाखेरि यो भनेको 1,50,000 भयो इक्वल टु यहाँ पनि 1,50,000 यहाँ 0। यो भयो हाम्रो बिगिनिङ इक्वेसन। अनि त्यसै गरिकन अब हाम्रो अर्को इन्ट्री गरौँ। अर्को इन्ट्री के छ? लोन छ, 50,000 लोन लिएको छ। लोन ल्याउने बित्तिकै जहिले पनि हाम्रो सिधै प्रभाव यसको कहाँ हुन्छ भने सिधै प्रभाव यसको लोन लिने बित्तिकै लायबिलिटीमा प्रभाव हुन्छ। कति लोन ल्याएको छ? 50,000 यसरी लोन। अनि अब हाम्रो चाहिँ एकाउन्टिङको प्रिन्सिपल अनुसार ब्यालेन्स गर्नको लागि हामीले कहाँ थप्नु पर्यो? यहाँनिर 50,000 थप्नु पर्यो। लोन लिएपछि के हुन्छ? क्यास लोन आयो अनि यसरी यहाँ क्यास गरिदिने। यो चाहिँ अब प्लस भयो। त्यसपछि फेरि अर्को इक्वेसन बनाऊ। यसलाई चाहिँ न्यू इक्वेसन भन्ने। इक्वेसन न्यू इक्वेसन। अब यहाँ 50,000 माथिको 1.5 लाख जोड्दाखेरि हाम्रो 2 लाख रुपियाँ भयो। अनि त्यसै गरेर यहाँको चाहिँ 1,50,000 जस्ताको तस्तै भयो। लायबिलिटी साइडमा पनि 50,000 एड भयो। यसरी हामीले इन्ट्री गर्ने। अनि त्यसै गरेर अर्को छ गुड्स पर्चेज फर क्यास भनेको छ 20,000 20,000 को चाहिँ गुड्स पर्चेज गरेको छ। अब गुड्स क्यासमा किनेपछि हाम्रो लायबिलिटीमा असर पर्ने कुरो भएन, यसको क्यापिटलमा पनि असर पर्दैन। किन भन्दाखेरि गुड्स आउँछ क्यास जान्छ, यसको असर भनेको चाहिँ एसेट्समा पर्छ। एसेट्समा प्लस 20,000 हुन्छ। के आउँछ?
गुड्स अनि माइनस 20,000 नै हुन्छ के माइनस हुन्छ क्यास यसरी गर्दा फेरि अर्को न्यू इक्वेसन बन्छ यसरी न्यू इक्वेसन लेख्ने अनि यसको हाम्रो केही पनि एकाउने इक्वेसनमै प्रभाव पर्दैन यसको जस्ताको तस्तै 2,01,50,000 अनि त्यसपछि 50,000 यसरी इक्वेसन पनि न्यू इक्वेसन पनि जस्ताको तस्तै भयो त्यसै गरिकन अर्को भनेको चाहिँ हाम्रो छ 4 नम्बरमा इन्ट्रेस्ट रिसिभ्ड भनेको छ 30,000 को हाम्रो यहाँ इन्ट्रेस्ट प्लस भयो यो क्यास अब हामीले चाहिँ यसलाई ब्यालेन्स गर्नुको लागि चाहिँ अब यो भनेको हामीले चाहिँ ल्याबिलिटीमा थप्ने कुरो आएन त्यसपछि यो भनेको चाहिँ हाम्रो क्यापिटलमा थपिन्छ अनि त्यसपछि यसो गर्दाखेरि हाम्रो फाइनल इक्वेसन बन्छ हाम्रो 2,30,000 यो र यो जोडेर 2,30,000 भयो अब यो र यो जोडेर हाम्रो 1,80,000 भयो अनि यसरी हाम्रो फाइनल इक्वेसन यसरी बन्यो यसरी चाहिँ हामीले चाहिँ यो प्रिन्सिपललाई चाहिँ फलो गरेर चाहिँ यसरी हामीले चाहिँ ट्रान्जेक्सनलाई चाहिँ एकाउन्ट इक्वेसनको चाहिँ रेकर्ड गर्न सक्छौँ हामी अर्को भिडियोमा चाहिँ योभन्दा अलिक कम्प्लिकेटेड कुराहरू हेर्नेछौँ आजको भिडियोमा यति नै धन्यवाद